मच्छेन्द्रनाथ मन्दिर कीर्तिपुर। हेलो साथीहरू, नमस्ते। म उपस्थित भइसकेको छु नयाँ भिडियोको साथमा। कीर्तिपुर मच्छेन्द्रनाथ मन्दिर काठमाडौँ उपत्यकाको ऐतिहासिक र धार्मिक दृष्टिकोणले अति महत्त्वपूर्ण मन्दिर मानिन्छ। मच्छेन्द्रनाथको मन्दिर कीर्तिपुर नगरपालिकाको नजिकै काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम भेगमा अवस्थित छ। यस मन्दिर प्राचीन काष्ठकला, धातुकला, मूर्तिकलाको उत्कृष्ट नमुना हो। यस मन्दिरमा काष्ठकलाको उत्कृष्ट कला देख्न पाइन्छ। यस मच्छेन्द्रनाथको मन्दिर वरिपरि ढुङ्गाका पुराना मूर्तिहरू, शिलालेखहरू देख्न पाइन्छ। मच्छेन्द्रनाथलाई वर्षा र उर्वराको प्रतीक पनि मानिन्छ। यस मच्छेन्द्रनाथको मन्दिरमा कीर्तिपुरका स्थानीय नेवारी समुदायले यहाँ पूजा गर्ने र पर्वको आयोजना पनि गरिरहेको हुन्छन्। यस मन्दिरमा वर्षभरि पूजापाठ गरिन्छ। यस मन्दिरको वरिपरि रहेका मूर्तिहरू ऐतिहासिक सम्पदा हुन्। यहाँका मूर्ति र कलाले हिन्दू धर्मलाई दर्शाउँछ। नेवारी समुदायका साथै अन्य हिन्दू, बौद्ध दुवै धर्मावलम्बीहरूले उहाँलाई श्रद्धाको रूपमा हेर्ने गर्छन्। यस मन्दिरमा दशैँ तिहार र वर्षभरि पूजापाठ गर्ने चलन छ। कीर्तिपुरमा पनि रातो मच्छेन्द्रनाथको जात्रा धुमधामसँग मनाइन्छ। जात्राको क्रममा देवताको रथ चक्र तान्ने, ढोल बजाउने चलन छ। यस मन्दिरमा भगवान मच्छेन्द्रनाथको पूजापाठ गरिन्छ। यस मन्दिरमा चढाइएका थालहरूले मन्दिरलाई अझै आकर्षण देखाएको छ। यस मन्दिरमा मृतकको आत्माको शान्तिको लागि यहाँ थालहरू चढाउने चलन रहेछ। मृतकका आफन्तले मृतकको नाम लेखेर यहाँ थालहरू चढाइन्छ। यस मन्दिर हिन्दू, बौद्धको आस्थाको धरोहर रहेछ। यस मन्दिरमा तामा, पित्तल, काँसहरूको थालहरू चढाइन्छ। यस थालमा मृतकको नाम लेखेर यहाँ थालहरू चढाइएको छ। अरू मन्दिरभन्दा बेग्लै यहाँ थाल चढाउने चलन रहेछ। यस मन्दिरमा वर्षभरि पूजापाठ गरिन्छ। कीर्तिपुर अवस्थित रातो मच्छेन्द्रनाथको मन्दिर अत्यन्तै पुरानो मन्दिर मध्ये एक मन्दिर हो। पितृहरूको शान्तिको लागि यस मन्दिरमा पूजापाठ पनि गरिन्छ। यस मन्दिरमा पितृहरूको नाममा धूपबत्ती गरिन्छ। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै बिदा हुन्छु। हस्त, नमस्ते, बाई बाई।